जय श्री मुक्तिनाथ। हामी यतिखेर कागबेनीमा छौँ, हिमाल पारीको जिल्ला मुस्ताङबाट। हेर्नुहोस् त, हामीले सधैँ हिँडा चाहिँ यता हुन्थ्यो भने आज चाहिँ यता हामी हिमाल पारी आइसक्यौँ। र यहाँ भरतपुर 18 एकल महिला समूहको यो समायोजनमा पनि आउने अवसर पाएका छौँ। धेरैजना आज औँसी माता टिकाको औँसीको दिन यति धेरै हुनुहुन्छ कागबेनीमा। सबैजना पितृहरूको लागि आज औँसीको दिन सबै मोक्ष प्राप्त हुन्छन्। यस्तो ठाउँमा पितृहरूलाई आएर हामीले पिण्डदान गऱ्यो भने त एकदमै राम्रो, उहाँहरूले पाउनुहुन्छ भन्ने विश्वास पनि रहेको छ। त्यसैले पनि होला धेरैजना भक्तहरू यहाँ हुनुहुन्छ। म आफै कस्तो छ ए कृष्ण भाइ जनै लाएर पूजा गर्दै हुनुहुन्छ है। नानी समीक्षा पण्डितलाई दिने हो। अब यहाँ उहाँले सङ्कल्प गरेर गराइदिनुहुन्छ हामीलाई एकैचोटि। यहाँ अब हाम्रो गोत्र अनुसार ए माडी छोरी छोरी भयो सबै भयो नि। अब टिका लाउनु भयो दक्षिण अहिले त्यही राखिदिनुहोस्। कहिले उता ल्याइदिनु न त हुन्न। हुन्छ हुन्छ हजुरलाई होइन, हजुरले कसले लगाइदिन्छ? टिका लाउनु परेन। अन्त नि हामीलाई पनि लगाइदिनु भन नि टिका त। मोबाइलमा त निधार तेर्साउनु पर्ने हो कि अब मैले जस्तो फोटो नखिच्ने मान्छे कोही होइन गुरु। दाउन तपाईँ आउनु बन्दैछ भर्खर ए भर्खर काली गङ्गा कालबेनी सिराई नदीनाथ धन्यवाद हजुर। त्यहाँबाट सिधा राख्नु, जसलाई भूस्वामी पितृलाई दिने हो भन्ने छ अनुमान गरेर पुष्पको टुक्रा दिनै समाप्त छ। यसो जति छ पुष यहाँको पुष र उहाँको सुन एउटै छ। भिडियो पुष त भन्ने आएर चाहिँ आउँछ। त्यस्ता आमाहरू नै आउनु भयो यहाँ। रेखा दिजु कागबेनीमा अब बल्ल अस्ति आउनु पाउनु भएको थिएन, पुग्यो ल। दिलु गजमेरज्यू पितृहरूलाई तर्पण दिँदै हुनुहुन्छ सूर्यनारायणलाई जल। आज धोका पुग्यो है रेखा दिजु? पुग्यो ल जय हो। कागबेनी आउने रथ पितृलाई ल यता हेर्नु ल हाम्रो दिलु गजमेरबाट सदस्यहरू समीक्षाले र यो चाहिँ कागबेनी। यति धेरै मान्छे हुनुहुन्छ यहाँ। रेखा दिदी नुहाउनु भएको त्यो के अरे पुष्पालाई लिएर आउँछ, जाउ लिएर आऊ त फेरि उसले नि गर्ने हो। भिडियो नि बनाइदिने त सरकारी गाउँ भाइ पछाडिको जम्मै देखिने देखिएन के देखिन्छ कि सबै देखिन्छ। अहिले
भरतपुर महानगरपालिका वडा नम्बर 18 को सहयोगमा भएको हिमाल पारीको जिल्ला मुस्ताङमा रहेको पवित्र प्रसिद्ध मुक्तिनाथ धाम क्षेत्र अवलोकन गर्ने क्रम कालबेनीको परिदृश्य यहाँलाई देखायौँ, जहाँ पितृहरूको सम्झना गरिन्छ, पिण्डदान गरिन्छ पितृहरूको नाममा। धन्यवाद, नमस्कार, सबैको जय होस्।